चटपट चटपट खाएपछि के हो त्यो ठुलो सानो बुनु फोटोग्राफर कस्तो भइरहेछ बुनु मजा आइरहेछ है ल ठिक छ यता चाहिँ बुनु चाहिँ पुरै फोटो खिच्दैछ यता चाहिँ अनि अरू अरू केही भएन नलजाइकन बुनु साह्रै लजाइ अनि पनि यहाँबाट चाहिँ ट्याक्क सर माथि माथि जो माथि म जो हजुर हजुर उसमा लाउनु भएको छ नि यो चाहिँ वरिपरि घुम्नुपर्ने हुन्छ परदेखि यहाँसम्म यताबाट चाहिँ जाने कमोडियाले बनाएको गुम्पा त्यसलाई चाहिँ पुरै भित्र चाहिँ देख्नुहुन्छ सो त्यो चाहिँ भित्र चाहिँ घुम्ने ठाउँ क्या घुम्ने मतलब घुम्नुपर्ने परिक्रमा गर्नुपर्ने त्यसलाई चाहिँ अनि यो बनाउँदा लास्टै खर्च लाग्यो होला यस्तै बुट्टा यो बुट्टा बनाउनु त्यहाँ बुट्टा बनाउनको लागि लास्टै टक्कर आएर यताबाट गएर चाहिँ सो यताबाट चाहिँ निक्ल्नु पर्ने हुँदो रहेछ सो यताबाट जाने अनि यताबाट चाहिँ आउने यो चाहिँ कमोडिया भन्ने टक्कर आएर चाहिँ पोखरी बिस्तारै लडिन्छ टक्कर आएर चाहिँ पोखरी यता चाहिँ जानुहुँदैछ माछा बबाल माछा लड पाउँछ हैन पर पनि म एउटा ठाउँ दिएको छु ल तिम्रो म गलपट्टि ट्याक कलर पोखरीको त नानी त छेउमा जान्छ अनि ल चटपट खाएपछि हुन्छ झटपट चटपट खाने बेला भइसकेको छ चटपट कसरी अरे चटपट कसरी के हो कसरी सोल्यो अरे के हो त्यो कसरी सोल्यो 20 रुपियाँ मैले थोरै त है म अलिक खान्छु म त्यो खाँदिनँ मिठो भने फेरि खान्छु मिठो खै मलाई हाल्छ मलाई हातमा हाल्छ नि बाटो दामी रहेछ दामी रहेछ धनियाँ चाहिँ दामी गराएको एक्लै खेल यार के गर्छ हामी पनि खेलौँ न तिमीहरू सबैजना जाऊ कि म तर्फबाट किन्छु एक्लै खान्छु सकिन्छ अहिले एकजना दिनु न 20 रुपियाँ
बुद्ध 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 ओम माने पेमे ओम त्यो चाहिँ बुद्धको बुद्ध भगवान यहाँ चाहिँ यस्तो त्यो कतिवटा हुन्छ चारजनाको कति छ यो वरिपरि नै छ क्या बुद्ध भगवान अनि यहाँ चाहिँ ठुलो भगवान हुनुहुन्छ मेरो टेम्पल गोल्डन टेम्पल अरे दामी छ अरे यो चाहिँ यो पनि विदेशीहरूले नै बनाएको सायद जहाँसम्म लाग्छ मलाई त्यो त चाहिँ बहिनी हेलो गरिदेऊ हेलो यहाँ चाहिँ कति बनाएको छ गुम्बाहरू चाहिँ अर्को त्यो अर्को जापानिज अनि उता थाइल्यान्ड अनि म्यानमार अनि के बनाएको कति रहेछ क्या गुम्बाहरू चाहिँ अनि हामी चाहिँ अगाडि जाँदैछौँ मेमेहरू जाउँ मेमे चाहिँ अब चाहिँ खाना खाएर अनि फेरि हामी लाग्नुपर्ने हुन्छ अब चाहिँ हामी अस्ति आएको हिजो बस्यौँ अनि अब आज मजाले घुम्ने घुमेपछि हिजो पनि घुम्यौँ आज घुम्ने आज घुमेर चाहिँ अब एकछिनपछि खाना खाएर जानुपर्ने हुन्छ के कस्तो हुन्छ बुद्धको ठुलो विशाल मूर्तिमा आइसकेको छौँ सो अनि यता चाहिँ अनि दामी ठाउँ चाहिँ बबालै रहेछ यतातिर फोटोसोटो खिच्नुपर्ने हुन्छ यता चाहिँ हाम्रो मेमे हुनुहुन्छ बनाउँदो रहेछ भिडियो यता चाहिँ अनि यहाँ चाहिँ बुद्ध ठुलो विशाल अनि त्यही रहेछ यतै यस्तो दामी ठाउँ आम्मा यहाँ पनि के माने हो कि बुद्ध हो यो मेमे उयो के हो यो बुद्धको स्तूपा हो है ए ठिक छ यहाँ चाहिँ कति एक दिनमा चाहिँ लगभग घुमिसक्दैन भन्नु यहाँ चाहिँ अब तपाईँ एक हप्ता जतिमा गएर आउनु भयो भने चाहिँ लगभग मजाले घुम्न सक्नुहुन्छ चाहिँ यस्तो छ मेमे यहाँ गर्नु उयो गर्नुहुँदैछ